हेलो नमस्ते गाइस। नमस्ते गाइस। धेरै दिनपछि फेरि हामी मुकबाङ भिडियो आउँदैछ। आज यसको बर्थडे भएर सब मैले पार्टी हामीसँग मोमो अन्डा के हो यो चिकन ललिपप डब स्टिक अनि नुडल्स छ। अब हामी मुकबाङ सुरु गर्छौँ होला। ल भाइ ह्यापी बर्थडे। ल धन्यवाद। फर्स्ट यो पोर्क मोमो है, यो पोर्क मोमो ट्राई गरौँ कस्तो रहेछ। म त हातले पोर्क मोमो जान्छ। अलिक नुन अलिक चल्लो छ क्या मोमो दामी छ रे पोर्क मोमो है। पैसा पनि महँगो छ, मोमो पनि महँगो, मोमो पनि महँगो, मोमो पनि मिठो। मैले नोटिसै गरेँ यो चाहिँ यता साइडमा लगाउनु न। हामीले खाए ल भनेर भन्दै भन्नु खाए ल। आउँदै आउँदै चपस्टिकमा धेरै पछि यो धुएर राख्ने नि फेरि यो काम लाग्छ नि त। महँगो पर्छ कि भाइ धोएर म आगोमा सुकाइदिन्छु नि फेरि। कतिमा किनेको यो भन्नु पर्दा दुई बजी खाएर होला नि बेलामा त। अचार लगाने खासमा हामीले चाहिँ पोर्क बेली फेरि ल्याउनु खोजेको नपाएको कुनै माला पनि नपाएको सबै सेल्फ बनाउनु माटो हुन्छ अनि खाउनु। मोमो गएको दामी छ हो झोल न यो झोल खानेको भए त यहाँ चोपौँ मोमो होला यो डोमेस्टिकको छोडो मोमोको हो। यसको त मिठो छैन यो। एउटा मास्टर हुँदैन क्या अनि 1 वर्षपछि गरेको होइन। मेरो च्यानल नि अब भिडियो आएको थिएन होला, अब आयो अब आउँछ यसरी नै। आफूलाई त कोरियन भन्दा नि यो मोमो चाहिँ लास दामी लाग्यो भने चट्ट खाँदै एकछिन रेस्ट गर्ने, त्यसपछि एडिट गरेर हाल्नुपर्छ। अघि त खान दिइरहेको थिएँ त झन्डैमा छ्याम लाग्यो। मिठो रहेछ। पानी ल्याइदिनु होला मोमो त कम मोमो लास्टै मिठो छ। Sila noodles na.
के खाएको छु बगा भागा न खाना खानु पर्दैन आनन्द हातले ठिक्क स्पाइसी छ त्यस्तो स्पाइसी छैन मैले कम राखेको छु नि त धेरै धेरै सम्झना छ दिपक दाईलाई अब काम गरेर आएर सुत्या होला दाई विस गरे तँलाई छैन होइन त्यस्तो मान्छे छ उस गरेन भने नो इन्ट्री नो इन्ट्री त्यही हो सरी अङ्कल त्यत्रो हिजो झन् मेरो बर्थडे अङ्कल मेरो बर्थडे भनेको सम्झेन बिहान मलाई फोन गरिरहेको थियो म त सुतिरहेको थिएँ दामी छ है मलाई फोन गर्नु पऱ्यो नि त मोमो त्यस्तो ओइली पनि छैन नि त टिक्क खा जुसी छ टिक्क मोमो चाहिँ हामी हाल्नु कहिले सेलायो भने मिठो लाग्दैन क्या हो म त कहिले खाँदैन तैँले चाटेकै हो यो अहिले एकै मुर्दिन्छ आफूले खाएर राखेछ तैँले काटेकै अरे म आफ्नो भाग यहाँ खाइरहेको छु है त्यो मुखबाङ भिडियोहरू बनाउनुले यति धेरै चाहिँ कसरी हान्छ है हामीले देख्न सकेको छैन है त्यो रियलै हुँदैन जस्तो लाग्यो मलाई अब चाहिँ खै काटी काटी जस्तो गरेर खान्छ जस्तो छ क्या लुकाइ लुकाइ हाम्रो यति खानै गाह्रो भएको छ मान्छे मात्रै मोटो हो गाइस हामी धेरै खान सक्दैनौँ पसिना आयो नखा मोमो कस्तो फालेको त नि मोमो के हो मोमो धेरै खानु सक्दैन जस्तो लाग्यो सोच यो चाहिँ स्ट्रिट फुडबाट ल्याएको यताबाट छैन कति रुपियाँ दियो यसलाई 1 पिस त महँगो रहेछ क्या 1 पिस नपाउने 2 पिस यो त खानु पऱ्यो नि कहाँ छोड्नु यो त बढी मैला मिसाउँछ है यस्तोमा मासु कम हुन्छ अनि मैदा हाल्यो कर्नफ्लावर भन्छ चाहिँ मैदा पनि होइन हाम्रो गाउँमा फेरि यस्तो बिना मैदा त हाल्दैन भयो गाउँहरू त अर्ग्यानिक हुन्छ म त भयो त्यो पनि भयो अब सक्दिनँ होला यो खाना म पनि सक्दिनँ कतिवटा चाउचाउ बनायो 4वटा 2टा चाउचाउ यतिकै छ क्या 2टा चाउचाउ ठिक्क छ हामीले 2टा बनाएर मात्रै खाएको पनि ठिक्क हुन्छ है अन्डा खानु पर्यो नि मैले इन्स्टामा कलाएर केही छैन खानमा त कति धेरै हड्डी छ मेरो त 2टा मात्रै छ त ठग्यो मलाई ल यति नै हुन्छ होला दाजु अब यो सक्दैन म खान म पनि सक्दिनँ पेट फुल्यो आज यस्तो भने नेक्स्ट टाइमको भ्लग चाहिँ अर्ग्यानिक के घरकै के दामी बनाएर
अहिले सुकुटी छैन गाइस, नत्र भए दामी सुकुटीसँग हाम्रो ब्लग आउँथ्यो। यसमा हामी मिल्छ नि सुकुटी। मिठो हुन्छ है। पहिला कम खायो त यो फेरि फाल्छ भनेर फाल्दैन हामीले, यो राखेर अहिले एकछिन पछि खाइन्छ। धेरै अटसमटस भइसक्यो। लास्ट सट भयो, गुलियो पनि धेरै भयो। यति भन्दा आजको ब्लग यहीँ हुन्छु होइन। अब यो बाँकी बस्यो, फेरि सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला। मेरो अब डलर आउँदैछ, सपोर्ट गरिदिनु होला। हस्, बाई बाई। बाई बाई।